अबदेखि नि यो बरो खोलाको बाटोबाट अबदेखि फोहोर आयो भने नि कसो मलाई म चाहिँ छोड्दिनँ होइन। यो जङ्गल फोहोर फाल्ने जङ्गल हो नगरपालिकाको। अबदेखि आयो भने ठिक हुँदैन। उपरान्तदेखि मेयर पनि के खालको हाम्रो मेयर पनि बुद्धि छैन है। त्यो मेयरको उपमेयरहरूको होइन। भिडियो देखाइदिउँ तपाईँहरूको। अस्ति भर्खरै तपाईँहरू फोटो टिप्न आएर टिपे यस्तो गरेर फोटो खिचेर गएको होइन। फोटो त के टिप्नु, उपमेयर र मेयरले फोटो टिपे यस्तो मास्क लाएर ग्लोभ्स लाएर चटक देखाएर गएको होइन। फोटो खिच्ने त म पनि थिएँ त। तपाईँहरूको मेयर उपमेयर के अरे उपसभामुख सबैजना थिए। फोटो खिच्ने त म पनि थिएँ। अनि तपाईँहरू हामी चाहिँ मरुन्जेल हामी चाहिँ के अरे फोहोर फ्यालेको फ्यालै गर्नुपर्ने। हामीले चाहिँ टिपे गर्नुपर्ने फोहोर सफा जङ्गल बनाएर राख्नुपर्ने। तपाईँहरू चाहिँ आएर हाम्रो जङ्गलमा आएर के बलात्कार गर्ने ठिक हुँदैन। अबदेखि यस्तो जोसी हो, चाहे मरे मर्छु, चाहे हुन्छ नि काट मारे मार, लगेर थुन, मलाई मतलब भएन। पुलबाट नगरपालिका गाडी पारी जङ्गलतिर गएको देख्यो भने ठिक हुँदैन। म चाहिँ छोड्दिनँ, सिधा कुरो हो। आइन्दादेखि अब चाहिँ हामी चाहिँ दिँदैनौँ। अरूले के गर्छ थाहा छैन, म चाहिँ दिन्न। हामी चाहिँ जङ्गलमा गएर फोटिपी हिँड्नुपर्ने, बिरुवा रोपी हिँड्नुपर्ने, बेरा लाउनुपर्ने, नगरपालिकाले गर्नुपर्ने काम चाहिँ खुलित। बाटो छैन, बाटै खुलित। के अरे शिवालय टोलको बाटै खुलित, सबै खुलित। अनि तपाईँहरू चाहिँ आएर त्यहाँ आएर फोहोर ठ्याउदिनु पर्ने। जसले त फोहोर फ्याल्छ नि कसम होला, म त हुन्छ नि म आफैले पर्सनली भाडा तिरेर हुन्छ के गरेर हुन्छ म नगरपालिका गेटभित्र झारिदिन्छु त, कम्पाउन्डभित्र फोहोरै। यति कुरा चाहिँ याद राख्नु। यस्तो काम नगर्नु तपाईँहरू। मरी गर्नु छ। हामी चाहिँ कहाँ आएर सफा बनाइदिएछ, आएर फोहोर फ्यालिदिएको छ जङ्गल क्षेत्रमा। के खालको विवेक हो तपाईँहरूको। पानीको मुहान छ त्यहाँ, त्यो खोल्सामा पानी पाउँछ। के अरे बाँदर साँदरले पानी पिउने ठाउँ, त्यहीँ लगेर फोहोर बुटुटुटु पारेर झारिदिनु पर्ने। आइन्दादेखि चाहिँ यस्तो चाहिँ हुन्छ नि, यस्तो चाहिँ चल्दैन। यस्तो चाहिँ होइन। तपाईँहरूले जे मन लाग्यो त्यही तपाईँहरू हुन्छ नि एउटा मेजर पोस्टमा हुनुहुन्छ भनेर जे मनलाई त्यही चाहिँ चल्दैन। हामीलाई चाहिँ हेर्नु, हाम्रै भोटहरूले गर्दा हो। तपाईँको नि तपाईँहरूको यस्तै तरिका हो नि, पत्ता साफ हुन्छ चौरासीमा। यो कुरो चाहिँ याद राख्नु होइन। जे सिक्योस् अबदेखि फोहोर आयो भने चाहिँ म चाहिँ मेरो हिसाबले कुनै पनि हिसाबले दिन्न। म सिधा कुरा जे भने पनि जे गरे पनि हुन्छ। नाटक पारेर अस्ति चाहिँ फोहोर किन गर्न गएको, त्यहाँ जरिमाना काट्नुपर्ने तपाईँहरूलाई। त्यहाँ बोर्ड छैन, होल्डिङ बोर्ड हालेको छैन त्यहाँ। फोहोर फ्यालेलाई रु 100 रुपियाँ जरिमाना भनेर नभए उदयसँगै समन्वय गरेर गरेको। मेयर साहबहरू पनि आम बाटो, सबैजना आम बाटो। के खालको सोचाइ हो तपाईँहरूको। जतिखेर पनि यस्तो मात्र हुन्छ है कि मुखमा त गरेर बस्ने, काम चाहिँ नगर्ने। मुख चाहिँ जहिले पनि काम चाहिँ छैन। अर्कोचोटि पनि लिएर फोहोर टिपाउनु पर्छ जस्तो छ तपाईँहरूलाई नि बोरामा हालेर। अस्ति त टिपाइयो कि। अब त त्यो हुन्छ नि एक्टिङ हुँदैन न। अब त मास्क लाएर अनि एउटा ग्लोभ्स लाएर फोहोर जस्तो टिपेर हुन्छ नि फोटो खिचेर त्यो केही पनि हुँदैन। अबदेखि चाहिँ तपाईँहरूलाई नि भारी बोकाएर बोरामा हालेर त्यो फोहोर उम्ली कसेर पठाइन्छ भने मेरो नाम सरोज होइन ल। यति कुरो बुझिराख्नु।